चाहिँ आज उठिसकेँ तर ठुल्दादा चाहिँ उठे आएनन् अझसम्म। अब म ठुल्दादालाई देखाउँछु अनि ठुल्दादाले उठाउँछु। यहाँ मस्तले सुतिरहेछन्। ठुल्दादा ठुल्दादा ठुल्मम्मीले भने छिटो उठ्नुले चियापत्ती लिन जानु अरे अनि मन्दिर नै जानु अरे। मर्निङको भ्यू चाहिँ यस्तो छ। बच्चाहरू छन् सट्ट घाम छ लगाएर हामी देखेको छ। अनि म पनि रेडी भइसकेँ मुखसुख धोएर। अब म बाइकमा गएर चियापत्ती लिएर आउँछु अनि चिया खाएर मन्दिर जाने। किन जाने भने एकजना जाने नि है। लेट्स गो छरे एन्ड ब्रिङ के भन्छ त्यो के लिन जानु हामी चियापत्ती। हामी चाहिँ पसल गराइदिउँ कि मेरो र म चियापत्ती खान के हो निजी चियापत्ती अनि अर्को एउटा बिस्कुट। खासमा मन्दिर जाने भए चाहिँ खाना त नहुने त्यही पनि भोक लगाएर त खाएर गए पनि केही भन्नु। जाने चाहिँ हामी अहिले एउटा उति भन्ने डाँडामा हो अर्को यतापट्टि हो। यहाँ बिचबाट यहाँसम्म चाहिँ एउटै बाटो भयो। त्यसपछि यता जाने जानलाई त्यहाँबाट यता जाने फेरि त्यहाँ जानलाई दुई ठाउँमा गएर फेरि यहाँ फर्कनु आउँछ जाने हो माथि। अहिलेको मसिन यस्तो छ। यता दुईजना हामी जाने हो माथि डाँडामा हो। सिधा आउनु न मम्मी। लेट्स गो गाइस। मम्मीले ढिला गर्दैछन्। राम्रो छ भिडियो के त्यो गरेर आएको माथिबाट स्कुल जान्छ नि। अब एक्जाम आज एक्जाम भएको मान्छे एउटा सब्जेक्ट पढाएन। शनिबार नि एक्जाम आज लास्ट डे हो। ल आउनु नि छिटो खाए त्यतिका बेलुका बिहानको लागि बेलुका के अन्त घाम चर्किन्छ के त्यही भने अलि उकालो जानुपर्छ उहाँ। ल बाइक त्यहाँ राख्यौँ। अलिबाट हिँड्नुपर्छ हल्का माथि पुग्नुपर्छ हाइकिङ टाइपको हुन्छ। त्यसपछि अब यता मलाई भ्यू देखाउँछ। तर यहाँबाट देखिएन क्या यार त्यो दामी हिउँवाला हिमाल देखिरहेको छ यहाँबाट। तर यहाँ चाहिँ लाइटको कारण खासै देखिएन। किनभने यो इन्भाइरोमेन्ट कस्तो छ। त्यहाँनिर हिमाल छ तर मेरो यो गोप्रोले क्याप्चर गरेर राखेन। के देखिन्छ नि यार सेतो आएको पुरै सेतो आयो कस्तो दामी देखिएछ। तर यहाँबाट आएन। त्यहाँ दामी हिउँ परेको हिमाल यस्तो सेपमा क्या देखिएछ। तर यहाँ गोप्रोले टिपेन। मेरो अगाडि गइसक्यो। तलबाट हिँड्नु थालेको सास फेल्ने ससा भइसक्यो है। यस्तो छ यो दृश्य चाहिँ। हामी आएको छु तलबाट बाइकमा उतैसम्म आयौँ। त्यहाँबाट यसरी गल लाग्दैछौँ। मम्मीहरू अगाडि हुनुहुन्छ सबिन पनि छ। हामीसँग साथी एउटा जोडी त्यो झिल्के यो के रहेछ यहाँ चाहिँ हो संस्कृति प्रदर्शन तथा नागरिक उद्यान मण्डललाई ललितपुरले बनाएर रहेछ। यस्तो छ योग गर्ने ठाउँ रे यो आइरहेको छ नि। अनि माथि झन् खिचिहाल्छ नि अहिले खिचिरहेको छ। भिडियोमा आउनु पर्यो अरे यस्तो छ। अहिले फर्किरहेको ल कसले भिडियो एडिट गर्ने हो नि त पहिला त खिच्न खिचेर लेट्स गो। अहिले जाऊँ अहिले आउँदा खिचौँ ल ढिला हुन्छ फेरि। रमाइलो भएको भन न यहाँ भिडियो बनाइराख दादाले अलि बेला तिमीले मोबाइल हेर्न पाउँछ। हेलो गर नि तिम्रो नामै थाहा छैन होला नाम भन त। देवांश पाण्डे। देवान थर्दै थाहा पाइदिउँ। अनि यो कस्तो फोटो त कस्तो हेर्ने हो ल है त। यो माथिसम्म जानै गाह्रो हुने भयो यार। हौ
यस्तो उखालो चढ्दै चढ्दै वनको बिचतिर छ मैले यस्तो गाह्रो भएछ कि चन्नालाई भन्ने कुरै छोडिदिउँ मलाई त फेरि यति काम निदिको पसिना लोद आउँछ अनि झन् यो उकालोमा यसरी हिँड्दाखेरि त नुहाएको भन्दा चर्को हुन्छ म छट ठाउँ ठाउँमा यस्तो शीतल बस्ने ठाउँ छ त्यही भएर हल्का आनन्द आउँछ 2 मिनट रेस्ट हानिदिन्छ हामीले ओए यो बाटैभरि फेरि यस्तो छ धोजै धोजा एकछिन म रेस्ट गर्छु यार दामी गाह्रो भयो यार निमा नि हराएछ यत्रो भुँडी लाएर चाहिँ अनि भुँडी लाएर भुँडी चाहिँ देखाउने के देखाउनु त नि होइन लगभग हामी 20-25-30 मिनट जतिको हिँडेपछि लगभग माथि आइपुगेछौँ एउटा मन्दिर माथि चाहिँ शिवको तल 10मा देवीको पूजा गर्ने भएर पहिला हामी यहाँ तलबाट नारेश्वर देवीको पूजा गर्छौँ घुमेर फेरि त्यो मन्दिर आउँछौँ अनि तल फेरि झर्छौँ हामी हिँडे चाहिँ ऊ तलबाट थियौँ होइन खोला देख्न सक्नुहुन्छ उता थरतिरबाट न सिधा अगाडि गएर त्यो ककनी हो रानी बाबा ककनी भन्छ होइन सबैलाई थाहा होला ककनी त पिकनिक स्पोट अब चाहिँ पूजा गर्न हामी टाढा जान्छौँ अलिक माथि दिलमा छौँ मैले जहाँ घरबाट माथि डाँडामा जहाँ जान लाग्छ भनेको थियौँ हामी त्यहाँ पुगेको थियौँ नाटेश्वरी र सरस्वती स्थान नासो र सङ्गुसो दो हो कि बन्यौ लपु के कुन भाषामा लेखेको छ यो होइन अन्त माथि कपिलेश्वर महादेव पिउने पानी भन्दा माथि लेखेको छ पानी पिउने पानी उता रहेछ लेट्स गो के कुरा हुँदैछ तल भिर छ यस्तो भिर छ तल यतापट्टि एउटा चिप्लो बाटो छ त्यसरी हामी सबैजना अगाडि बढ्दैछौँ चप्पल चिप्लोवाला लाएर आउनुहुन्न हेर्दै डर लाग्छ मलाई त हाइदेखि डर लाग्छ त्यहाँ मुनि हेर्नलाई आम्मा तल हट छेउछेउ नजानु न त्यही भने मलाई नि हाइदेखि म 2 तलदेखि माथिबाट हेर्न सक्दिनँ यस्तो भ्यू साइडको भ्यू गफ हुँदैछ यहाँ पसिनाले यस्तो छ यहाँ चप्पल फुकाल्नुपर्छ मन्दिरमा जानुभन्दा अगाडि त्यसरी मैले यो ज्याकेटलाई पनि यहाँ राखिदिएँ होइन यस्तो भिडमा छ यो चाहिँ देख्न सक्नुहुन्छ माथि पनि भिड तल पनि भिड यहाँ मन्दिर दर्शन सर्शन गरेर देखिने भ्यू दामी यो अब यहाँ नछ होला झर्छ ल क्यामेरा है यतै बस है घन्टा बजाउनु पर्यो पूजा गरेपछि घन्टा नबजाउनु भन्छ नि पहिल्यै बजाउनु पर्ने छ आएँ रे जाने बेला बिदा माग्नु हुँदैन सप्ताहमा सुने मैले नि पोहोरबाट छोडिदिएँ त्यही भएर अब उता उकालो लगाएर फेरि अब माथि को खिच्नुपर्छ सबैले यहाँ फुकाले फेरि अब अहिले पूजा गरेर यहाँ फुकालेर गएको थिएँ अब यहाँ यहीँ लाएर जानु लगाएर हातमा लिएर नगएर यस्ता छन् मान्छेहरूलाई हेर त हेर पूजा गर्दा फुकाले अहिले त्यही चप्पल लाउँदैछन् अब म चाहिँ यसो गर्छु हातमा लाएर जाने कुरा होइन नि त अझै त अलि टाढाबाट लानु पऱ्यो यसरी ओए छान्नु 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 मम्मी चप्पल आयो यसरी लाएर आएर हुन्छ त चप्पल मन्दिरमा फुकाले नफुकालेर ल अब यहाँ फुकाल्ने लाउने अनि यहाँबाट माथि महावीर पुग्नु जस्तै अब लाउने यहाँ माथिबाट टक्क जाने माथि अलि खिच्छ नि फोटो लेट्स गो माथि अर्को मन्दिर म चाहिँ छिरे मन्दिरको परिसरमा यस्तो छ यत्रो हाइकिङ गरेपछि के देख्नुहुन्छ भने चाहिँ यो मन्दिर देख्नुहुन्छ अघि पनि पूजा गरेर देखाइहाल्ने होइन त्यसपछि यहाँ
यहाँ पनि पूजासुजा गरेर हामी कहाँ हानेको त कुकुरलाई हाम्रो पछि लाएर तलबाट आएको थियो है त्यसो गर्नु नहुने हो अब लेस हामीले यहाँ फेरि पनि अब हामीले चप्पल यहीँ महादेव छन् भने बुद्धको बनिरहेको छ भने चाहिँ हाम्रो धर्म के अरे निरपेक्षता के अरे सेकुलर स्टेट भयो कि नेपालीले के भन्छ होइन त्यो चाहिँ हामीले यहाँ इक्जाम्पल दिन सक्छौँ अब यहाँ चाहिँ जलघोडा म चाहिँ 1 राउन्ड लगाएर आउँछु मन्दिरलाई पहिला दाहिने बढाएर मेरो दाहिने हात अब दाहिने बढाएर 1 राउन्ड यो बजाउँदै होइन घन्टीहरू बजाउँदै हाम्रो शिवजीको त्रिशूल त्यसपछि यता पनि छ ए ल यता घन्टी लगाइन्छ सरी लक्क ठुलो घन्टी बजाउनुपर्छ अहिले एकखेर यो बजाइहालौँ सुरुमा बजाउनुपर्छ अरे पूजा गर्नुहुन्न हामीले भागवत गीतामा सुनेको पूजा गर्नुहुन्न पहिल्यै घन्टी बजाउनुपर्छ अरे हामी आयौँ भनेर मन्दिरमा त्यही भएर मैले पहिला घन्टी बजाएँ अनि मन्दिरलाई राउन्ड पनि लगाउँदैछु यसरी पुरै बा यता यता जानुभयो कि उता यसरी हामी घन्टी बजाउँदै म 1 राउन्ड जहाँबाट लगाएको थिएँ त्यहाँबाट चाहिँ फेरि म भित्र छिर्छु मम्मीहरूले पनि यसरी राम्रो साह्रो भित्र छिर्नु भएको छ चप्पल नि मैले फुकाइसकेको छु र अब यहाँबाट चाहिँ भिजानुपर्ने हुन्छ आउँथ्यो चेन्ज गर्दै हुनुहुन्छ नयाँ हाल्दै हुनुहुन्छ पुरानो चेन्ज गरेर के भन्छ राउन्ड लाउनुलाई बाहिर भित्र पूजा सकेपछि यो बाहिर गर्दै हुनुहुन्छ अब हामी आएको बाटो तल जाने यताबाट यताबाट आएको 1 राउन्ड लाग्यो यहाँबाट तल गएर अर्को मन्दिर जाने अब मेरो ब्याट्री चेन्ज सकिँदैछ गोप्रोको ब्याट्री चेन्ज गर्छु एकछिनमा अनि त्यसपछि तल खिचेर तल जान्छ यहीँ गर त खै तिमी दाँत खै किन किन हल्दैछ त त्यसरी अब खानी नखाने चक्लेट ल ठिक छ अनि आज तिम्रो पूजा गरिसकेपछि के गर्ने रे तिमीले पूजा गरिसकेर गएपछि के गर्न जाने रे तिमी साइकल किन्न ल तिम्रो साइकल म नि हेर्न आउँछु है साइकल त यत्रो बडा हुन्छ मलाई अब ठुलो किन्नुपर्छ अब त ठुलो हुन्छ नि तिमी ब्लू कलरको चाहियो मलाई ब्लू कलरको चाहियो ओके ग्रीन लुगा पनि ग्रिनकै छ तिम्रो फेरि हैन के यो ग्रिन यो हल्का ग्रिन छ नि हो हैन हैन के ग्रिन हैन के मैले रेड ए रातो यस्तो कलर लगभग के हो त के हो यो रेड हो यो खुइलेर यस्तो भएको रेड भन्नु बस रेड कस्तो हुन्छ भन्दा उ यस्तो यस्तो भन्नु लगभग यस्तै खालको हैन त यो के हुन्छ यहाँ चन्दा बाका छ रहेछ धेरै छ होइन 10 रुपिस 10 रुपिस मैले चन्दा बाकासमा हाल्ने यहाँबाट यसरी उसले पनि हाल्छ अरे मैले हालेको धेरै चन्दा बाक्समा भाइले पनि हाल्छ अरे अब पूजाहरू पनि भयो अब अर्को मन्दिर गएर आउँदा खाना त मैले बिस्कुट खाएर आएँ अब पूजा गरेर बिस्कुट खाएर जानु नहुने हो तर मैले खाएर आएँ त्यो पनि केही पनि हुँदैन मनले गर्ने हो पूजा पेटले होइन नि त भोग लाग्यो पेटमा खाइदिएँ ल यहाँ छ म यहाँ छु ज्याकेट लगाएँ मैले अब ओह्रालो जाने हो नि त त्यस्तो बाटो ओह्रालो सक्क जाने हो त्यो भएपछि हल्का यहाँ चाहिँ हल्का माटोवाला छ के खिच्ने झरेर आएको पखाइ म भोलि चाहिँ अहिले तलबाट खिच्छु ल अनि अब चाहिँ तल झर्छौँ अनि अर्को मन्दिर गएर घर जाने हो गएर खाने हो यस्तो छ चिप्लो छ कालिका स्थान अहिले हामी आएको नाटेश्वरी कपिलेश्वर महादेव भयो भने अब हामी जाने चाहिँ कालिका स्थान जो पञ्चकन्या 2 मै छ अब
हल्का चिप्लो चिप्लो छ अब यहाँ खाने पनि भनेर त्यहाँ ड्रममा छ तिर्खा लागिरहेछ काम कि नखाउँ भइरहेछ तिर्खा लाग्यो पानी भेट्यो तिर्खा लागे पानी खाए मैले के बिराएँ भन्ने गीत छ त्यस्तै भयो अब यहाँ सन्चै ड्रममा छ होइन यो ड्रम हल्का ऊ आउनुसक्छ तर हल्का चाहिँ खानै पर्ने हुन्छ हामीले किनकि मलाई पानी तिर्खा लगाइसकेको छ कस्तो छ म टेस्ट गर्छु बेला हल्का ड्रम त आएको तर खाइदिन्छु म कता हो मार्ने यस्तो मारेको थिएन पहिला कहिले ए होइन खाने पानी ड्रमको मलाई खाइदिए मिठो ड्रमसम्म केही गर्नु छैन कस्तो छ हाम्रो तर देखिन्न क्या सानो लास्टै सानो रहेछ नि महादेव मन्दिर बनाउँदाखेरि टक्क नाक देखियो छ सुलुलुलुलु त्यहाँ हाम्रो आज के अरे दिन शुभ भयो यता जानुभयो ल ल यता लाग्नुभयो नाग देवता कसले देख्यो पहिला देख्यौ तिमीले के देख्यौ नागिन देख्यो देखेनौ देखेको हो ए यता 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 जानुभयो गइसक्नुभयो अब टक्क यहाँबाट हिँड्ने हामी सबजना बाइकमा अर्को मन्दिर जानलाई यहाँ हिलो छ त्यही भएर त्यहाँबाट जानुपर्छ म पनि यहाँबाट ओर्लेर बाइकमा चढेर जान्छु मन्दिर गएर यहाँबाट टक्क आयौँ हामी हिलोको बाटो हिलो त खासै लागेको छैन प्रसाद हो अब यहाँ माथि छ मन्दिर हामी सब आइपुगिसक्यौँ चप्पल फुकालेर माथि गयो भित्र भयो भने यहाँबाट त्यो कुन हिमालय दामी देखेछ त्यहाँ त्यहाँदेखि यहाँबाट टक्क नाटक पानी खान्छु ल म चाउचाउ खाइरहेको रहेछ पानी खान्छु ल त्यो खोलिदेऊ न बिर्को खोलिदेऊ न ल थ्याङ्क यू हो आउँछ ल अलग्गै भन्नु खोज्यो होला होइन सल्लाहको भने जुठो नहालिकन भने होइन ए जुठो हाल्दो रहेछ तिमीले त ल ल ल ल अब त्यहाँ छन् फोटोसोटो खिच्दैछन् फोटो खिचेपछि अब हिँड्नुपर्छ जाने ए भयो मन्दिरभित्र पूजा पनि गरेँ मैले मम्मीहरू गर्दैछन् हेर म यहाँ छौँ अहिलेको भाइ यहाँ छ हामी एकदम थकित भइसकेका छौँ अब आजको भिडियो चाहिँ मैले यहीँ इन्ड गर्छु होइन यहाँ डबल सानावाला अहिले स्न्याप बनाएको थियो बजाइरहेको थियो अब आजको भ्लग चाहिँ मैले यहीँ इन्ड गर्छु होइन त योभन्दा धेरै लामो बनायो भने अब त्यहाँ हुन्छ बाटो पनि जाने हिलो हो अब यसो अरू केही देखेर मैले खिच्यो भने अब त्यो हालिहाल्छु न त भने आजको भ्लग यहीँ इन्ड हुन्छ सो मेक स्योर टु सब्सक्राइब एन्ड लाइक माई भिडियोज अब यो फेसबुकमा नि आउँछ टिकटक युट्युब सबैतिर आउँछ सबैतिर चाहिँ लाइक सब्सक्राइब अब के गर्नु मिल्छ गरिदिनु होला हस् त धन्यवाद बाई 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 बस्नु मम्मी बस्नु अब हामी घरतिर खाना खाने भ्लग यहीँ हुन्छ ल